यसैले गर्छौ प्रशंसा मेरा प्रिय मण्डली, उहाँको त्यो प्रेमलाई हाम्रो वाक्यले व्यक्तै गर्न सक्दैनौँ। उहाँको प्रेम चाहिँ आकाशभन्दा माथि छ, सागरभन्दा गहिरो छ हाम्रो जीवनमा। मेरा प्रियहरू, उहाँको प्रेमलाई हामी आदर गरौँ, उहाँको भलाइलाई हामी आदर गरौँ, किनकि उहाँले आफ्नो एकलौटे पुत्रलाई पठाइकन त्यो प्रेमलाई देखाउनु भयो। अनि प्रभु येशूले भन्नुभयो, म तिमीहरूको बिचबाट जाँदैछु, तर याद राख म पृथ्वीको अन्त्यसम्म तिमीहरूसँग छु भनिकन प्रभुको वचनले भन्दछ। संसारमा तिमीलाई सन्तोष हुन्छ, तर साहस गर, मैले संसारलाई जितेको छु।